हजुरलाई नमस्ते नमस्कार। यो चाहिँ कुइनिया चिसापानीदेखि कुइनिया सोल्टामा जाने सडक खण्ड हेर्नुहोस् त कस्तो छ अवस्था। यसमा रुख कटानी गरे, सबै चिज गरे, तर बाटो चाहिँ अहिलेसम्म बन्न सकेको छैन। तपाईहरूले यस विषयमा के भन्न चाहनुहुन्छ कमेन्ट गरिदिनु होला। यो भिडियोलाई सकिन्छ भने सेयर गरिदिनु होला, किनभनेपछि धेरै दिन अलपत्र परेको बाटो हो। हेर्नुहोस् न कस्तो छ दृश्य। तपाईहरूले दृश्य हेरेर थाहा पाइसक्नु भएको होला। यस्तो छ दृश्य, हेर्नु न। कुइनिया सोल्टा जाने सडक खण्ड हो यो। चिसापानीदेखि कुइनिया सोल्टा त्यतातिर जाने सडक खण्ड हो। यस्तो छ अवस्था।